कालो चस्मा, कालो कोट अनि मनभित्र कति कालो हो कति कालो भन्छ यो झोलेले। तपाई पहिला यो भिडियो हेर्नुस्। कालै चस्मा लगाएको, कालै कोट लगाएको, कालै दौरा सुरुवाल लगाएर मनभित्र कालो पालेर बसेको एउटा तानाशाहले फेरि विद्यार्थी आन्दोलन सक्छु भनेको छ। बालेन इतिहासबाट फेरि सकिन्छ। जबतीहरूलाई बेपत्ता पारेर शहीद बनाएर राजतन्त्र बचाउँछु भन्थे, विद्यार्थी आन्दोलन रोक्छु भन्थे। राजाहरू सकिए तर विद्यार्थी आन्दोलन सकेन। आज फेरि कालै चस्मा लगाएको, कालै कोट लगाएको भिडियो हेरिसक्नु भयो। अब यसले भन्दैछ कालो चस्मा कालो कोट मनभित्र त झन् कति कालो हो कालो भनेर यसले कराउँदैछ घाँटीको नसा फुट्ने गरी। अनि यो झोले कुन चाहिँ पार्टीको भातृ संगठनवाला हो त्यो थाहा भएन। यसले भन्दैछ कि विद्यार्थी संगठनलाई कस्ता कस्ता राजा आए के आए कसैले हल्लाउन सकेन। तर यो बालेनले के गर्न सक्छ भनेको छ, बालेनले जे गर्न सक्छ त्यो दुनियाँमा कसै माइकालालले गर्न सक्दैन। बालेन भनेको एउटा ब्रान्ड हो। ती ठगहरू छन् तिनीहरूको पनि उठीबास ल्याउँछ। कसैले बालेनलाई केही गर्न सक्दैन, कसैले केही ख्यास्न सक्दैन। बालेन भनेको एउटा ब्रान्ड हो, ब्रान्ड। किङ भनेको अलवेज किङ नै हुन्छ। बालेन भनेको देशको लागि राजा हो, राजा। बालेनलाई कसैले केही गर्न सक्दैन। बालेनले देश बनाउँछ, राम्राहरूको लागि राम्रो गर्छ। तर जो ठग दलाल भ्रष्टाचारीहरू छन् तिनीहरूको हावा टाइट हुन्छ। र यो भिडियोलाई सक्दो सेयर गर्नु होला, जति सक्नुहुन्छ यो भिडियोलाई सेयर गर्नु होला।